नमस्कार। सानीगाड हाइड्रो लिमिटेड अथवा SGHL को बहुप्रतीक्षित आइपिओ आउनै लाग्दा बजारमा धेरैको चासो बढेको छ। तर बाहिरी हल्लाभन्दा पर गएर कम्पनीको भित्री वास्तविकता अर्थात् फन्डामेन्टल अवस्था कस्तो छ त? आजको यस एक्सप्लेनरमा हामी आधिकारिक स्रोत र तथ्याङ्कहरूलाई मात्र केलाएर कम्पनीको चिरफार गर्नेछौँ। आउनुहोस् ढिला नगरी सुरु गरौँ। आज हामी मुख्य गरी यी 6वटा कुराहरू हेर्नेछौँ। कम्पनीको सामान्य परिचय, आयोजनाको विस्तृत विवरण, आइपिओको जानकारी, कम्पनीको वित्तीय अवस्था, स्वतन्त्र रेटिङ र अन्त्यमा यसका सबल पक्ष र जोखिमहरू। पहिलो खण्ड, कम्पनीको परिचय। सानीगाड हाइड्रो लिमिटेड कसरी सुरु भयो त्यतातिर लागौं। विक्रम सम्वत 2064 साल पुस महिनामा यो एउटा प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको थियो। तर पछि गएर सर्वसाधारणलाई पनि शेयरधनी बनाउने उद्देश्यले 2078 असारमा यसलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरियो। र सबैभन्दा खुशीको कुरा 2079 फागुन 6 गतेबाट त यसले व्यावसायिक रूपमै बिजुली उत्पादन अर्थात् COD नै सुरु गरिसकेको छ। यसको मुख्य कार्यालय ललितपुरको धोबीघाट 3 मा छ। व्यवस्थापनको कुरा गर्दा अध्यक्षको रूपमा उमेश श्रेष्ठ र प्रबन्ध सञ्चालकको रूपमा राजेश कुमार श्रेष्ठले कम्पनीको नेतृत्व सम्हालिरहनु भएको छ। अब जाउँ दोस्रो खण्डमा आयोजना सम्बन्धी जानकारी। कम्पनीको मुख्य आधार भनेकै माथिल्लो कालाङ्गागाड जलविद्युत आयोजना हो। सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कालङ्गागाड र दारिमगाड खोलाको पानी थुनेर बनाइएको यो आयोजनाको कुल क्षमता 38.46 मेगावाट रहेको छ। लागतको कुरा गर्ने हो भने निर्माण सम्पन्न हुँदासम्म कुल खर्च करिब 8 अर्ब 68 करोड 70 लाख रुपियाँ पुगेको छ। यसलाई हिसाब गर्दा 1 मेगावाट बिजुली निकाल्न करिब 22 करोड 60 लाख रुपियाँ पर्न आउँछ। यो अलिकति महँगो नै हो, जसको बारेमा हामी एकछिनमा चर्चा गर्नेछौँ। अब कमाएको पैसा कसरी आउँछ त? नेपाल विद्युत प्राधिकरणसँग 2072 सालमै 30 वर्षका लागि टेक अर पे मोडेलमा PPA भइसकेको छ। यसको मतलब उत्पादन भएको बिजुली खेर जाँदैन। रेटको कुरा गर्दा वर्षायाममा प्रति युनिट 4 रुपैयाँ 80 पैसा र सुक्खायाममा 8 रुपैयाँ 40 पैसा तोकिएको छ। अझ गजबको कुरा के छ भने यसमा वार्षिक 3% दरले 8 पटकसम्म मूल्य वृद्धि अर्थात् ट्यारिफ एस्कलेसन हुने पक्कापक्की छ। यसले आम्दानी बढाउन ठूलो मद्दत गर्छ। तेस्रो खण्ड, जसको धेरैलाई पर्खाइ छ, आइपिओ सम्बन्धी जानकारी। कम्पनीले मार्च 22, 2026 अर्थात् चैत महिनाबाट पहिलो चरणको आइपिओ निष्कासन खुला गर्दैछ। कुल जारी पुँजीको 30% अर्थात् 85,50,000 किता शेयर बजारमा आउँदैछ। यसमध्ये 28,50,000 किता बझाङका आयोजना प्रभावित स्थानीयलाई, 5,70,000 किता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई र बाँकी 51,30,000 किता आम सर्वसाधारणलाई छुट्याइएको छ। यो भनेको एकदमै ठूलो भोल्युम हो। र यो सम्पूर्ण निष्कासन प्रक्रियाको व्यवस्थापन गर्ने जिम्मा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले पाएको छ। अब लागौं चौथो खण्डतर्फ, आधारभूत विश्लेषण तथा वित्तीय अवस्था। कम्पनीभित्र पैसाको अवस्था कस्तो चलिरहेको छ त हेरौं। 113 रुपैयाँ 22 पैसा, यो नम्बर एकदमै महत्त्वपूर्ण छ। विक्रम सम्वत 2082 पुस मसन्तसम्मको अपरिष्कृत तथ्याङ्क हेर्ने हो भने यो कम्पनीको प्रति शेयर नेटवर्थ हो। यसले कम्पनीको वास्तविक किताबी मूल्य कति छ भन्ने छर्लङ्ग पार्छ। अन्य वित्तीय सूचकहरू पनि हेरौं। पुष 2082 सम्म कम्पनीको प्रति शेयर आम्दानी अर्थात् EPS 8 रुपैयाँ 65 पैसा रहेको छ र आगामी वर्ष यो बढेर 10 रुपैयाँ 99 पैसा पुग्ने प्रक्षेपण गरिएको छ। हाल कम्पनीको ढुकुटीमा 26 करोड 37 लाख रुपियाँ सञ्चित नाफा रिटेन्ड अर्निङ्स छ। पुँजीको कुरा गर्दा आइपिओ आउनु अगाडि करिब 1 अर्ब 89 करोड 50 लाख रहेको चुक्ता पुँजी आइपिओ पछि बढेर 2 अर्ब 85 करोड पुग्नेछ। अब लागौं लगानीको प्रतिफलतर्फ। यो आयोजनामा गरेको लगानी उठ्न साधारणतया 8.25 वर्ष लाग्ने देखिन्छ भने डिस्काउन्टेड पेब्याक पिरियड 14.69 वर्ष छ। यसको इन्टरनेशनल रेट अफ रिटर्न IRR 11.91% छ र खुद वर्तमान मूल्य NPV करिब 2 अर्ब 35 करोड रुपियाँ रहेको छ। यी तथ्याङ्कहरूले आयोजना वित्तीय रूपमा कतिको सम्भाव्य छ भन्ने कुराको बलियो सङ्केत दिन्छन्। पाँचौं खण्ड, स्वतन्त्र क्रेडिट रेटिङ। इक्रा नेपालले यो कम्पनीलाई कस्तो अङ्क दिएको छ त?
इक्रा नेपालले कम्पनीलाई BB- ICRNP-IR BB- इस्युअर रेटिङ दिएको छ। यसको सिधा अर्थ हो कम्पनीले आफ्नो वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम छ। तर यहाँ एउटा राम्रो कुरा के छ भने भर्खरै जनवरी 2025मा यसको लामो अवधिको कर्जा रेटिङ अपग्रेड भएर LB+ र इस्युअर रेटिङ B+ पुगेको छ। यसले कम्पनीको अवस्थामा सुधार भइरहेको देखाउँछ। अन्तिम तथा छैटौं खण्ड सबल पक्ष र जोखिमहरू। अब अहिलेसम्मका सबै तथ्याङ्कहरूलाई तराजुमा राखेर हेरौँ। सबल पक्षको कुरा गर्दा आयोजना समयमै रिभाइज्ड RCOD भन्दा अघि नै सम्पन्न भएकोले प्राधिकरणबाट पाउने आठवटै मूल्य वृद्धि अर्थात् ट्यारिफ एस्कालेसन सुनिश्चित छ। उत्पादन पनि सम्झौताको 83देखि 84% भइरहेको छ, जसलाई सन्तोषजनक मानिन्छ। तर जोखिमहरू पनि कम छैनन्। प्रति मेगावाट 22.6 करोड लागत हुनु भनेको निकै महँगो हो। यसले गर्दा कम्पनीमा ऋणको भारी ठूलो छ। गियरिङ रेशियो 3.36 गुणा पुगेको छ। यस्तो उच्च कर्जा र ब्याज दरले सुरुवाती वर्षहरूमा कम्पनीको नगद प्रवाह क्याश फ्लोमा राम्रै प्रेसर पर्न सक्छ। साथै जलविद्युत क्षेत्रका प्राकृतिक तथा भौगोलिक जोखिमहरू त हामी सबैलाई थाहा छँदैछ। अन्तमा यी सबै तथ्याङ्कले एउटा गम्भीर प्रश्न खडा गर्छ कि निश्चित रूपमा प्राप्त हुने ती 8वटा मूल्य वृद्धिले महँगो लागत र उच्च ऋणको भारले निम्ति आउने सुरुवातीय वित्तीय दबावलाई सन्तुलित गर्न सक्ला त? लगानीको निर्णय गर्नु अगाडि विचार गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष नै यही हो। आशा छ यो आधिकारिक स्रोतमा आधारित एक्सप्लेनरले सानीगाड हाइड्रोको वास्तविकता बुझ्न पक्कै मद्दत गर्यो।